तपाईलाई च्याट जिपिटी युज गर्नै आउँदैन, यो स्टेटमेन्ट चाहिँ यो भिडियो हेरेको 99% मान्छेलाई लागु हुन्छ। तपाईँले च्याट जिपिटी, जेमिनाई, क्लाउड, पर्प्लेक्सिटीहरू त चलाउनुहुन्छ, तर तिनीहरूसँग साँच्चीकै कसरी कुरा गर्ने हो, टेक्निक्सहरू के छ, प्रम्प्ट्सहरू कसरी बेटर लेख्ने, कसरी यो टुल्सहरूको म्याक्सिमम युटिलाइजेसन गर्ने भनेर कहिले पनि रिसर्च नै गर्नु भयो। त्यही लेजी विक वान लाइनर्सहरू टाइप गर्यो अनि जेनेरिक एन्सर आउँछ, बोरिङ एन्सर आउँछ, एभरेज एन्सर आउँछ भनेर भन्यो। यस्तो किन हुन्छ भन्दा वी डोन्ट नो हाउ टु टक टु इट राइट। गल्ती हामीमा छ, एआई टुल्सहरूमा होइन। एआईले तपाईँको इन्टेलेक्चुअल र लिङ्ग्विस्टिक लेभलमा रेस्पोन्ड गर्छ, जुन ठिक पनि हो। फर इक्जाम्पल तपाईँ कुनै 5 वर्षको बच्चासँग कुरा गरिरहनु भएको छ भने तपाईँले त्यही लेभलमा आफ्नो इन्टेलेक्चुअल झार्नुहुन्छ, आफ्नो शब्द चयनहरू त्यही अनुसार सिम्प्लिफाई गर्नुहुन्छ। भर्सेस एउटा पिएचडी लेभलको मान्छेसँग कुरा गर्दै हुनुहुन्छ भने उसकै लेभलको इन्टेलेक्चुअलमा तपाईँले डिस्कसन गर्नुहुन्छ नि त, टु एन्ड फ्रो गर्नुहुन्छ। इट्स द सेम विथ एआई। तपाईँले बोरिङ क्वेसन सोध्नु, उसले बोरिङ आन्सर दिन्छ। तपाईँले जेनेरिक क्वेसन सोध्नु, उसले जेनेरिक आन्सर दिन्छ। गार्बेज इन गार्बेज आउट, द्याट्स वेयर प्रम्प्ट इन्जिनियरिङ कम्स इन। प्रम्प्ट इन्जिनियरिङले चाहिँ यो टुल्सहरूसँग कसरी कुरा गर्ने हो, राइट टेक्निक्सहरू के छ भनेर सिकाउँछ। जसरी प्रोग्रामिङ ल्याङ्ग्वेजहरूबाट तपाईँले कम्प्युटरसँग कुरा गर्नुहुन्थ्यो, त्यस्तै प्रम्प्ट इन्जिनियरिङबाट तपाईँले यो च्याटबट्सहरूसँग कुरा गर्नुहुन्छ। र तपाईँले साँच्चीकै यो टुल्सहरूसँग कुरा गर्न सिक्नुभयो भने इट बिकम्स मच मोर देन जस्ट अ च्याटबट। इट बिकम्स यर पर्सनल स्ट्राटेजिस्ट, तपाईँको क्रिएटिभ पार्टनर, तपाईँको सिक्रेट वेपन, जसले तपाईँको एकाडेमिक्स र वर्क लाइफमा तपाईँलाई अनफेयर एडभान्टेज दिन्छ। र यो भिडियोमा म यस्तो पावरफुल 7वटा प्रम्प्टिङ टिप्सहरू सेयर गर्छु विच इज गोइङ टु चेन्ज द वे यु युज एआई फर एभर। किनकि मैले हन्ड्रेड्स अफ आवर्स स्टडी गरेको छु प्रम्प्टिङ टेक्निक्सहरू सिक्न। च्याट जिपिटीले निकालेको पिडिएफ्सहरू, जेमिनाईको, पर्प्लेक्सिटीको युट्युब भिडियोजहरू, ब्लग्सहरू, प्रम्प्ट इन्जिनियरिङको ट्युटोरियल्सहरू सबै कुरा स्टडी गरेर मेरो लर्निङ्सहरू सबै कन्फाइन गरेर एउटा भिडियोमा प्रेजेन्ट गर्दैछु तपाईँलाई। सो वाच दिस भिडियो टिल द एन्ड, किनकि लास्ट टिप यस्तो पावरफुल छ एन्ड मोस्ट पिपल डोन्ट इभन युज इट। सो लेट्स गेट स्टार्टेड। तपाईँले यो टेक्निकहरू बुझ्न सजिलो होस् भनेर हामी एउटा ब्याड प्रम्प्टबाट स्टार्ट गर्छौँ। दिस इज गोइङ टु बी आवर ब्याड प्रम्प्ट। त्यो एकदम जेनेरिक र एभरेज प्रम्प्ट छ र एभ्री टिपमा हामी यही एउटा प्रम्प्टलाई बेटर 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 बनाउँदै जान्छौँ ताकि सबै टिप अप्लाई गरिसकेपछि इट बिकम्स अ सुपर प्रम्प्ट। अब लागौँ फर्स्ट टिपतर्फ। प्रम्प्टिङ टिप नम्बर 1, गिभ कन्टेक्स्ट। मान्छेहरूले गर्ने नम्बर 1 मिस्टेक, वी टक टु एआई टुल्स लाइक वी टक विथ गुगल। हामी एकदम सर्ट भेग कमान्ड्सहरू दिन्छौँ, राइट मी एन एसे अबाउट नेपाल ओर समराइज दिस। हामी बिर्सिन्छौँ द मोस्ट इम्पोर्टेन्ट पार्ट वेन टकिङ विथ च्याट जिपिटी, कन्टेक्स्ट। बाइ द वे एउटा साइड नोट, म च्याट जिपिटी मात्र भनिरहेको छु, तर यो प्रम्प्टिङ टिप्सहरू सबै एआई टुल्सहरूमा युज हुन्छ है। तपाईँको जेमिनाई, पर्प्लेक्सिटी, क्लाउड, मिस्ट्रल, अब जुन जुन मेटाको हाम्रो छ नि लामा भन्ने होइन, सो जुन जुन एलएलएमहरू छ सबमा युज हुन्छ, तर मोस्टली युज च्याट जिपिटी भएको भएर मैले च्याट जिपिटी भनिरहेको हुन्छु। लेट्स कन्टिन्यू। इमेजिन तपाईँ एउटा रेस्टुरेन्टमा जानुभयो र वेटरलाई बोलाएर के भन्नुभयो भन्दाखेरि मलाई एउटा खाजा ल्याऊ भनेर भन्नुभयो। ऊ वेटरले तपाईँलाई टल्ल परेर हेर्छ होला क्या, किनकि उसलाई त तपाईँको कन्टेक्स्ट नै थाहा छैन नि त। तपाईँलाई के खाजा मनपर्छ, पिरो मनपर्छ कि पिरो कम भएको मनपर्छ कि नुनिलो गुलियो खानुहुन्छ कि मोमो खानुहुन्छ कि चाउमिन खानुहुन्छ कि तपाईँको बजेट कतिको छ, बजेट अनुसार कुन खाजा मगाउने, कतिजनाको लागि मगाउने, कति आइटमको लागि मगाउने, यो सब कन्टेक्स्टहरू त थाहा छैन नि त। यस, दिस इज एक्ज्याक्टली हाउ वी टक टु एआई। हामी एकदम भेग र एम्प्टी कमान्ड दिन्छौँ एन्ड वी गेट डिसपोइन्टेड जब भेग र एम्प्टी एन्सर आउँछ। सो गिभ कन्टेक्स्ट। हाम्रो जुन ब्याड प्रम्प्ट छ, गिभ मी 10 बिजनेस आइडियाज, यसलाई चाहिँ टिप नम्बर 1 अपनाउने हो भने हामी कन्टेक्स्ट दिन्छौँ एन्ड इट बिकम्स लाइक दिस। गिभ मी 10 बिजनेस आइडियाज, आई लिभ इन नेपाल एन्ड आई एम इन्ट्रेस्टेड इन टेक एन्ड गेमिङ इन्डस्ट्री। I work a full-time job and only have 2 hours a day for this business. I only want ideas that require minimal investment, just me as a team, preferably working from home. अब देख्नुभयो यो कति क्लियर हुँदै गयो। अब एआईले तपाईँको कन्टेक्स्ट बुझ्यो, तपाईँको टाइम कन्स्ट्रेन्ट बुझ्यो, तपाईँको बजेट कन्स्ट्रेन्ट बुझ्यो, तपाईँको इन्ट्रेस्ट बुझ्यो। हामीले वेटरलाई बल्ल रेसिपी दियौँ इन्स्टेड अफ जस्ट सेइङ खाजा ल्याऊ। यति मात्र गरेर च्याट जिपिटीले जुन जेनेरिक एन्सर दिन्थ्यो लाइक रेस्टुरेन्ट बिजनेस र इ कमर्स बिजनेस, त्यो दिन छोड्छ। उसले अब तपाईँलाई हुने कन्टेक्स्चुअल एन्सर दिन्छ, पर्सनलाइज्ड एन्सर दिन्छ। तर वेट जस्ट गेटिङ स्टार्टेड। अन टु टिप नम्बर 2, सिमुलेट अ पर्सोना। यो संसारमा 2 तरिकाको नलेज हुन्छ, एउटा जेनरलाइज नलेज, अर्को स्पेसलाइज नलेज। तपाईँलाई कुन तरिकाको नलेज चाहिएको छ? च्याट जिपिटी यस्तो टुलले यो संसारको सबै इन्फर्मेसन लिएर बसेको छ, सबै इन्डस्ट्रीको, सबै एक्सपर्टिजको, सबै एक्सपिरियन्सको। दिस इज अ गुड थिङ एन्ड अ ब्याड थिङ टु। लेट्स से च्याट जिपिटीसँग यो 5वटा फिल्डको इन्फर्मेसन छ। इफ यु आस्क अ क्वेसन, आउने आन्सर सबै डोमेनबाट मिक्स भएर आउँछ। इट्स लाइक टकिङ विथ द मासेस, जुनमा एक्चुअल एक्सपर्टिज भन्दा पनि ओपिनियन्स र सर्फेस लेभल एन्सरहरू बढी आइरहन्छ। भर्सेस तपाईँलाई कुन डोमेनको एन्सर चाहिएको, एक्ज्याक्टली त्यो पर्सनलाई क्वेसन सोध्नु भयो भने चाहिँ एकदम स्पेसलाइज र डिपर लेभलको एन्सर आउँछ। दिस वे यु क्यान ट्याप इन्टु द माइन्ड अफ एन एक्सपर्ट इन द फिल्ड। आफै ट्राई गरेर हेर्नुहोस् है। गिभ मी 10 बिजनेस आइडियाज भनेर भन्नुभयो भने तपाईँले एकदम त्यही जेनेरिक एन्सर, ओपनिङ अ क्याफे, स्टार्टिङ एन अनलाइन स्टोर भन्ने जेनेरिक एन्सर आउँछ। अब नाउ एड अ पर्सोना। युआर एन एन्टरप्रेन्योर विथ 10 years of experience building multi-million-dollar companies. Give me 10 business ideas for Nepal that require low investment and can be managed solo from home. अब तपाईँले डिफरेन्स फिल गर्नुहुन्छ।
पहिलो आन्सर एकदम सर्फेस लेभलको थियो, दोस्रो आन्सर एकदम शार्प हुन्छ, इट्स फोकस्ड अन ROI, टाइम म्यानेजमेन्ट, स्केलेबिलिटी, प्रफिटेबिलिटी, बिकज द्याट्स हाउ एन एक्सपिरियन्स्ड अन्टरप्रेन्योर थिङ्क्स। इट्स लाइक द डिफरेन्स बिट्विन टेकिङ एडभाइस फ्रम तपाईँको टोल छिमेको कुनै एउटा अङ्कलसँग एउटा करियर एडभाइस लिने भर्सेस इलन मस्कसँग करियर एडभाइस लिने। सेम AI हो, तर तपाईँको प्रम्प्टले डिटरमाइन गर्छ तपाईँले कोसँग कुरा गर्दै हुनुहुन्छ भनेर। सो आफ्नो प्रम्प्टमा यसरी पर्सोना राख्नुभयो भने मच बेटर एन्सर आउँछ। टिप नम्बर 3, फ्यु सर्ट प्रम्प्टिङ। दिस इज वेयर थिङ्स गेट इन्ट्रेस्टिङ। इन्स्टेड अफ जस्ट डिस्क्राइबिङ तपाईँलाई के चाहिएको छ, तपाईँले देखाउनुहुन्छ के चाहिएको छ भनेर विथ एक्जाम्पल्स। र फ्यु सर्ट प्रम्प्टिङ भनेको पनि त्यही नै हो, तपाईँले ChatGPT लाई एक्जाम्पल्सहरू दिनुहुन्छ। यो बुझ्नको लागि यु निड टु अन्डरस्ट्यान्ड हाउ टुल्स लाइक ChatGPT वर्क्स। एकदम सिम्पल वर्ड्समा भन्ने हो भने ChatGPT एकदम एडभान्स फर्म अफ टेक्स्ट कम्प्लिसन इन्जिन हो, जसले चाहिँ नेक्स्ट वर्ड प्रेडिक्ट गर्दै जाने हो। फर एक्जाम्पल, ट्विङ्कल ट्विङ्कल लिटल ब्ल्याङ्क। आउट अफ द थाउजन्ड्स अफ वर्ड्स द्याट कुड बी नेक्स्ट, द मोस्ट प्रोबेबल के हुन्छ? स्टार हुन्छ। सो उसले स्टार लेख्छ अनि त्यसपछि नेक्स्ट वर्ड प्रेडिक्ट गर्दै जान्छ। अब यो यस्तो सिम्पल त छैन, यसमा अरू प्यारामिटर्सहरू पनि छन् जुन आउने टिप्समा आउँछ, टप K टप P। तर बुझ्नको लागि एकदम सिम्प्लिफाई गर्ने हो भने दिस इज हाउ इट वर्क्स। इट्स एन एडभान्स फर्म अफ अटो करेक्ट। फर एक्जाम्पल, यदि मैले लेखेँ राइट मी एन एसे अबाउट नेपाल भन्नु र राइट मी एन एसे अबाउट नेपाल, इट सुड स्टार्ट लाइक दिस। Nepal is a beautiful country in Asia, famous for Himalayan ranges and natural beauty. Nepal is home to the world's tallest mountain, Mount Everest, and where Buddha was born. यो दुईटा एक्जाम्पल दिनुमा एकदम ठुलो फरक छ। सिन्स सेकेन्ड एक्जाम्पलमा तपाईँले आफूले लेखेको दुईटा सेन्टेन्स दिनुभएको छ, एक्जाम्पल दिनुभएको छ, उसले अब यही सेन्टेन्सबाट वर्ड्सहरू प्रेडिक्ट गर्दै यसै लेख्दै जान्छ। हरेक मान्छेको वर्ड चोइस, सेन्टेन्स स्ट्रक्चरिङ, राइटिङ स्टाइल, लेन्थ फरक हुन्छ। एन्ड सिन्स तपाईँले आफूले लेखेको एक्जाम्पल दिनुभएको छ, उसले आफ्नै तरिकाले लेख्नुभन्दा पनि तपाईँको एक्जाम्पललाई हेरेर सिकेर र रेफरेन्स लिएर अगाडि बढ्छ। यु आर गिभिङ ChatGPT अ प्याटर्न टु फलो इन्स्टेड अफ फलोइङ इट्स ओन। अफिसियल डकुमेन्टहरूको अनुसार चाहिँ तपाईँले एउटा मात्र एक्जाम्पल दिनुभयो भने तपाईँको एन्सरको एफिसियन्सी 10 टाइम्सले इन्क्रिज गर्न सक्नुहुन्छ। सो हाम्रो प्रम्प्टमा म मेरो एक्जाम्पल दिन्छु, लास्टमा के लेख्छु भन्दाखेरि हियर आर सम आइडियाज आई लाइक, गेम स्ट्रिमिङ एन्ड कन्टेन्ट क्रिएसन, डिजिटल प्रोडक्ट क्रिएसन। मैले दुईवटा एक्जाम्पल आफ्नो दिएँ। टिप नम्बर 4, चेन अफ थट प्रम्प्टिङ। तपाईँले कतिको नोटिस गर्नुभएको छ, ChatGPT जस्तो टुल्सहरू चाहिँ कम्प्लेक्स रिजनिङमा एकदम स्ट्रगल गर्छ, लजिकल कुराहरूमा चाहिँ उसले एकदम स्ट्रगल गरेर हुन्छ। जस्तै गुगल जेमिनाईको यो अफिसियल डकमा दिएको एक्जाम्पल हेर्नु है, एउटा प्रम्प्ट छ, व्हेन आई वाज 3 years old माई पार्टनर वाज 3 times माई एज, नाउ आई एम 20 years old, हाउ ओल्ड इज माई पार्टनर। एकछिन यो भिडियो पज गरेर यसको एन्सर सोच्नुहोस् त। म 3 वर्षको हुँदाखेरि मेरो पार्टनर वाज 3 times माई एज भनेपछि 3 3 9। सो म 3 वर्षको हुँदाखेरि मेरो पार्टनर 9 वर्षको थियो। सो डिफ्रेन्स भनेको चाहिँ 6 वर्षको डिफ्रेन्स छ। नाउ आई एम 20 years old, हाउ ओल्ड इज माई पार्टनर। 6 वर्षको डिफ्रेन्स छ भने म 20 छु भने ऊ 26 हुन्छ। तर जेमिनाईलाई यो प्रम्प्ट दिँदाखेरि चाहिँ उसले 63 years old भनेर एन्सर दिएको। अब यही प्रम्प्टमा तपाईँले चेन अफ थट ट्रिगर गर्न एउटा सेन्टेन्स एड गर्नुहुन्छ, लेट्स थिङ्क स्टेप बाई स्टेप। यति मात्र टाइप गरेर तपाईँले LLMहरूलाई स्टेप बाई स्टेप सोच्न बाध्य पारिदिनुहुन्छ र अल्टिमेटली राइट एन्सर आउँछ। यो एक्जाम्पल चाहिँ गुगल जेमिनाईको अफिसियल डकुमेन्टेसनमै छ। सो तपाईँको प्रम्प्टमा यो 5वटा वर्ड, लेट्स थिङ्क स्टेप बाई स्टेप, यो 5वटा वर्ड मात्र राख्यो भने तपाईँले आफ्नो एन्सरको एक्युरेसी बढाउनुहुन्छ। स्कुल कलेज पढ्दाखेरि तपाईँलाई याद छ कि छैन, म्याथ टिचरहरूले पनि यही गर्ने हो नि, कुनै एउटा क्वेसन हुन्थ्यो र त्यसको आन्सरसम्म पुग्दाखेरि चाहिँ एभ्री स्टेप हेर्नु पर्थ्यो नि, तपाईँले एक स्टेप पनि जम्प गर्न मिल्दैन थियो। जम्प गर्नुहुन्छ भने चाहिँ म्याथ टिचरहरूले त्यो मार्क्सै दिँदैन थियो। त्यो पनि तपाईँको चेन अफ थट रिजनिङ थियो, तपाईँले एभ्री स्टेप सोच्नुहुन्थ्यो, अल्टिमेटली राइट आन्सरमा पुग्नुहुन्थ्यो। सो यो टेक्निकले पनि तपाईँले LLMsहरूलाई चेन अफ थट ट्रिगर गर्नुहुन्छ र यो ट्रिगर गर्दाखेरि चाहिँ लजिकल एन्सरहरू, रिजनिङ एन्सरहरूमा मोस्ट प्रोबेबली उनीहरूले राइट एन्सर दिन्छ। सो हाम्रो प्रम्प्टमा पनि हामी यो सेन्टेन्स एड गर्छौँ, लेट्स थिङ्क स्टेप बाई स्टेप। टिप नम्बर 5, सेटिङ टेम्परेचर। तपाईँ अलिक एडभान्स लेभलमा च्याटबट्सहरू चलाउनु भएको छ भने तपाईँले टेम्परेचर भनेर कहीँ न कहीँ सेटिङ देख्नुभयो होला। टेम्परेचरको सेटिङ नर्मली 0, 1 र 2 सम्म हुन्छ। अब यो बुझ्न एकदम जरुरी छ टेम्परेचर भनेको के हो। हाम्रो अघिकै एक्जाम्पल लियौँ है त, सो ट्विङ्कल ट्विङ्कल लिटल ड्यास। अब टेम्परेचर लेट्स से फर एक्जाम्पल 0 सेट गर्नुभएको छ भने टेम्परेचर 0 भनेको चाहिँ च्याटबट चाहिँ एकदम प्रेडिक्टेबल हुन्छ, उसले एकदम डेफिनिट एन्सर दिन्छ, उसले नन क्रिएटिभ एन्सर दिन्छ। भनेको ट्विङ्कल ट्विङ्कल लिटल ड्यास। अब लिटल पछि त थाउजन्ड्स अफ वर्ड्स आउँथ्यो होला, तर द मोस्ट प्रेडिक्टेबल एन्सर भनेको स्टार हो। सो तपाईँले टेम्परेचर 0 राख्नुभयो भने उसले स्टार दिन्छ, द मोस्ट प्रेडिक्टेबल आन्सर। भर्सेस अब दिस इज वेयर थिङ्स गेट इन्ट्रेस्टिङ है, तपाईँले लेट्स से टेम्परेचर 2 राखिदिनु भयो। अब टेम्परेचर 2 राख्दाखेरि चाहिँ यो च्याटबटहरू एकदम क्रिएटिभ हुन्छ, उसले एकदम अनप्रेडिक्टेबल एन्सर दिन्छ। ट्विङ्कल ट्विङ्कल लिटल, अब उसले मोस्ट प्रोबेबल वर्ड चुज गर्दैन, उसले ऱ्यान्डमली कुनै एउटा वर्ड चुज गरिदिन्छ। इट कुड बी टेबल, इट कुड बी युनिभर्स, इट कुड बी अर्थ, इट कुड बी टाइगर, जे पनि हुनसक्छ। सो यो टेम्परेचरको दुईवटा एक्सट्रिम हुन्छ। टेम्परेचर 0 राख्नुभयो भने चाहिँ एकदम प्रेडिक्टेबल नन क्रिएटिभ एन्सर दिन्छ, टेम्परेचर 2 राख्नुभयो भने चाहिँ एकदम अनप्रेडिक्टेबल क्रिएटिभ एन्सर दिन्छ।
कुन केसमा कुन युज गर्ने त? तपाईँलाई लजिकल एन्सर चाहिएको छ, रिजनिङ गर्दै हुनुहुन्छ, तपाईँले क्रिएटिभ एन्सर चाहिएको छैन, एकदम प्रेडिक्टेबल मोस्टली युज भइरहेको एन्सर चाहिएको छ भने टेम्परेचर 0 सेट गर्नुहुन्छ। भर्सेस लेट चाहिँ तपाईँले कुनै एउटा क्रिएटिभ काम गर्दै हुनुहुन्छ, क्रिएटिभ एसे लेख्दै हुनुहुन्छ, अथवा पोएम लेख्दै हुनुहुन्छ, लिरिक्स लेख्दै हुनुहुन्छ, अथवा नयाँ कुराहरू युनिक आइडियाजहरू ब्रेनस्टर्म गर्दै हुनुहुन्छ, त्यो केसमा तपाईँले टेम्परेचर 2 राख्नुभयो भने चाहिँ उसले एकदम अनप्रेडिक्टेबल एन्सर दिन्छ र यसले गर्दाखेरि चाहिँ यु माइट थिङ्क आउटसाइड द बक्स। र टेम्परेचर 1 राख्नुभयो भने चाहिँ इट्स डिफल्ट। सो यो टेम्परेचरको सेटिङ चाहिँ तपाईँले प्लेग्राउन्डहरूमा या स्टुडियोहरूमा पाउनुहुन्छ, तर बेसिक जुन gemini.google.com chatgpt.com तपाईँले टेम्परेचर सेटिङ चाहिँ देख्नुहुन्न। तर टेम्परेचर सेट गर्नलाई तपाईँले प्रम्प्टमै टाइप गर्न सक्नुहुन्छ, लास्टमा सेट टेम्परेचर टु 0, सेट टेम्परेचर टु 2, सेट टेम्परेचर टु 1 भनेर लेखेर गर्न सक्नुहुन्छ। सिन्स अब हाम्रो केसमा मलाई एकदम क्रिएटिभ एन्सरहरू चाहिएको छ, मैले टेम्परेचर 2 मा सेट गर्छु। टिप नम्बर 7, ह्याभ इट आस्क यु क्वेसन्स। यो अहिलेसम्म मैले युज गर्ने प्रम्प्टिङ टिप्सको सबभन्दा इम्पोर्टेन्ट टिप हो र कति मान्छेले युजै गर्दैनन्। यो एउटा टिप मात्र युज गर्नुभयो भने तपाईँको यति धेरै एफिसियन्सी बढ्छ, आउटपुट यति राम्रो हुन आउँछ। अब हाम्रो टिप नम्बर 1 मा के थियो भन्दाखेरि गिभ कन्टेक्स्ट। तपाईँले आफ्नो इन्फर्मेसन दिनुहुन्छ। अब जति कन्टेक्स्ट दियो भने तपाईँले केही न केही त छुटाउनुहुन्छ होला, अथवा कहिलेकाहीँ तपाईँलाई लामो प्रम्प्ट लेख्नै मन लागेको हुँदैन, कहिलेकाहीँ त अल्छी भइन्छ नि त, कहिलेकाहीँ राइट मी एन एसे अबाउट नेपाल त्यति लेख्न त गाह्रो भइरहेको हुन्छ होइन, लामो प्रम्प्ट लेख्न मन छैन भने चाहिँ यो टाइप गरिदिनु, आफ्नो प्रम्प्ट लेख्नु र त्यसपछि के लेख्नु भन्दाखेरि आस्क मी क्ल्यारिफाइङ क्वेसन्स बिफोर आन्सरिङ टु बेटर अन्डरस्ट्यान्ड माई निड्स। यति मात्र गर्नुभयो भने तपाईँले अरू केही गर्नु परेन, बरु लेजी भएर अल्छी मानेर एउटा प्रम्प्ट लेखिदिनु र लास्टमा के लेखिदिनु, आस्क मी क्ल्यारिफाइङ क्वेसन्स टु बेटर अन्डरस्ट्यान्ड माई निड्स। यति गर्नुभयो भने च्याट जिपिटीले उल्टै तपाईँलाई क्वेसन सोध्छ। तपाईँले दिएको प्रम्प्टको बेस्ट एन्सर निकाल्नको लागि अझै अनआन्सर्ड क्वेसन्सहरू के छ त? च्याट जिपिटीलाई अरू के क्वेसनको एन्सर चाहिएको छ, के इन्फर्मेसन चाहिएको छ, जुन इन्फर्मेसन पायो भने उसले बेस्ट एन्सर दिन्छ त त्यो इन्फर्मेसन तपाईँबाट निकाल्छ उसले। तपाईँलाई त्यो क्वेसनहरू 1 by 1 सोध्छ। जस्तै हाम्रो प्रम्प्टमा मैले लास्टमा टाइप गरेँ भने उसले मलाई अब कति मजाको क्वेसनहरू सोधिरहेको हुन्छ जुन चाहिँ एकदम रेलिभेन्ट हुन्छ। जस्तै एउटा क्वेसन उसले मलाई सोध्यो के टेक स्किल्स छ तिमीहरूसँग, जस्तै मलाई कोडिङ आउँछ कि, मलाई भिडियो एडिटिङ आउँछ कि, डिजाइन मार्केटिङ के चाहिँ आउँछ त? अब यसको एन्सर दिने हो भने त उसले त यो बुझ्नुपर्ने हुन्छ नि त। त्यस्तै गरी अरू इम्पोर्टेन्ट रेलेभेन्ट क्वेसनहरू सोध्छ जसको एन्सर म 1 by 1 दिन्छु र त्यसपछि जुन एन्सर आउँछ इट्स पर्फेक्ट, एकदम मैले ठ्याक्कै खोजेको एन्सर आउँछ, जुन एन्सरमा चाहिँ 99% मान्छेहरू पुग्दैनन्। सो यति स्टेप्स मात्र तपाईँले फलो गरिदिनु भयो भने तपाईँ प्रम्प्ट इन्जिनियरिङको हिरो हो। अब योभन्दा बाहेक अरू एडभान्स प्रम्प्टिङ टेक्निक्सहरू पनि छ। तपाईँले गुगल एआई स्टुडियोमा अरू सेटिङ्सहरू भेट्नुहुन्छ, च्याट जिपिटी प्लेग्राउन्डमा छ, त्यस्तै गरी एपिआई इन्टिग्रेसन हुन्छ, अरू नेक्स्ट लेभल कुराहरू पनि छ जुन चाहिँ म यो भिडियोमा भन्दिनँ किनकि यो भिडियो लामो हुन्छ, तपाईँलाई बोरिङ हुन्छ, प्लस त्यसको लागि मैले यो स्क्रिप्ट लेखेर रेडी गरेको छैन, त्यसलाई अझ छुट्टै अर्को भिडियोमा रेडी हुन्छु म। सो प्रम्प्ट इन्जिनियरिङको नेक्स्ट भिडियो आउँछसम्म यो भिडियो स्टडी गर्नु एन्ड युज दिस प्रम्प्टिङ टिप्स।